अब यो चाहिँ खसाल्न नै दुईजना छ यसलाई समाउन अब त्यस्तै अप्ठ्यारो परेन एकजनाले बाँध्ने एकजनाले राख्ने नत्र छुट्याउने हुँदाखेरि दुईजना अब अहिले 15 दिन छुनु संकल्प सिद्धिरहको छुनु सिद्धिरहको अध्यक्ष मम अवधूत नाम परम दिन उताको हुन्छ कसरी दिन्छौ आफ्नै कसरी दिन्छौ आफ्नै सन्तान आफैले पाएको आफैले हुर्काको हैनौ रामा तिमीले नै मायाले फर्काको मन दुख्यो र बाबा मरिसौदा हजुरलाई घुर्काको दियौनी कन्यादान सुम्पिएर हातमा कसरी जाऊ बाबा अरू कसैको साथमा पराईको घरलाई आफ्नो भन्नु पर्ने भो मैले म आफै जन्मेको घर माइती भयो रे अहिले सोझीमा अबोध छु जान्दिन कि नयाँ परिवारले आफ्नै ठान्दैन कि बाबालाई घुर्काई आमालाई थर्काई बुलबुले
कसरी दिन्छौ र बिदा आफ्नै सन्तान टाढिदा बेहुली बनी तिम्रो घर सजाउने मन छ दुनियाँले पनि हाम्रो साथ अमर रहोस् भन्छ हो बेहुली बनी तिम्रो घर सजाउने मन छ दुनियाँले पनि हाम्रो साथ अमर रहोस् भन्छ बेहुली म तिम्रै बेहुली जीवन साथी तिमी मेरो जीवन साथी बेहुली म तिम्रै जीवन साथी तिम्रो साथ पाएपछि
पूजाहरूमा ओम महादेवाय निराक्षं सपाटो प्रदान हजुरले अब एउटातिर सबै ए त्यो तपाईँ चाहिँ
राख्छु मङ्गला चलाउनु यो फोन गर्नु सँगै लिएर यसरी सोध्नु पऱ्यो नि त अब कहाँदेखि कहाँसम्म राख्ने हो ट्र्याक्टरसम्मको अब हजुरकै इच्छा है सक्छ उसले नगरेको यता उता यो कुकुरले लाउला यता निकालेर यहाँ राखिदिनु के देखि सुन्नु यो समयमा कि हजुर अर्धाङ्गिनी हुनुभयो अर्धाङ्गिनी देउरे भागमा स्त्री र दाहिने भागमा पुरुष भनिन्छ त्यसरी बुझ्नु पऱ्यो यो ठाउँ सार्ने भनेको त्यही नियम हो शिव पार्वतीको नि अब शिवजीको देउरे भागमा पार्वती हुनुहुन्छ पार्वतीको देउरे भागमा शिवजी के अरे दाहिने भागमा शिवजी हुनुहुन्छ होइन त्यही हो अर्धाङ्गिनीको रूप मान्ने भएको भएर यो ठाउँ सार्ने प्रचलन चलेको हो र अबबाट गोत्र चेन्ज भयो फेरि अबबाट गोत्र के भयो अब नभने सोधाउन पर्दा ल उडाउनु भएन ओम महाइदम समूढमा सेवागु सुरेश ल अब हजुरले हात समातेर हुन्छ कि कपडा समातेर हुन्छ तानेर बसाल्नु ल अब त्यो लगनको पोते इत्यादिहरू छ होइन सुरा पोतेहरू त्यो लगको पुग्छ खुट्टा अगाडि गरिदिनु हजुरले हो त्यसरी हो ल आशीर्वाद दिनु पऱ्यो के अरे सौभाग्य हो म मनोरथ
त्यस्तै गाला त्यो अरू बाँकी कुरा सम्झिने कुरा अब हजुरले सम्झिनु पर्यो कसरी आफूले धर्म निभाउन सकिन्छ भन्ने कुरा त्यही भएर धर्मगाडो भनेको है यो धर्मगाडो भनेको त्यही हो आफूले धर्म सम्झिएर सबै कुरा गर्नु पर्यो अब अहिलेसम्म पढाउनु भयो हुर्काउनु भयो उहाँहरूले अब हजुरको जिम्मा लगाउनु भएको छ कसरी उहाँको लागि राम्रो हुन्छ त नि त्यो हजुरले सोचेर त्यही हिसाबले कार्य गर्नु है ल नमस्कार भयो
बधाई छ सुमन भान्जालाई प्रेम रावत हाम्रो सुमन गिरीको वैवाहिक जीवन सुखमय होस् जिन्दगी फलोस् फुलोस् र शुभ विवाह चाहिँ उहाँको सम्पन्न भएको छ धन्यवाद ल चौध साल के भन्नु छ कि केही छैन अब वैवाहिक जीवनको शुभकामना हो त्यही हो जमुना केही छ हार्दिक बधाई है वैवाहिक जीवन सुखमय रहोस् भन्ने शुभकामना हाम्रो सुमन भाइका दाम्पत्य जीवन चाहिँ सुन्ताको के छ हामी सुमन बाबुको बिहामा आएर यता टक्रक्क बसेर रमाइलो हेरेर बसेका छौँ सुमन बाबुलाई शुभ विवाहको दाम्पत्य जीवनको शुभकामना धेरै धेरै शुभकामना छ आशीर्वाद दिन आएको ल धन्यवाद हाम्रो शुभकामना ल
छोरी पनि मिलेको कति ज्यात हेर्दा शिवा र पार्वती लक्ष्मीले टेकेको छैन हेर आमा कति रमाइलो 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 भयो जगतको नाता कहिल्यै टाढा नहुनु मबाट लक्ष्मीले टेकेको छैन हेर आमा कति रमाइलो 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 अनि वचन लाए मरुँदै कहाँ जाने लक्ष्मीले टेकेको छैन हेर आमा कति रमाइलो लक्ष्मीले टेकेको छैन हेर आमा कति रमाइलो लक्ष्मीले टेकेको छैन हेर आमा कति तिमीलाई उर्खाको नभुले दशरथ सुखको गरी तिमीलाई उर्खाको नभुले दशरथ दुःखको
मेरो सधैँ नै सोच्दथे कोही यस्तो साथी होस् म सधैँ नै सोच्दथे कोही यस्तो साथी होस् सँगै हाँस्ने साथै मिल्ने मेरो आफ्नो मान्छे होस् सँगै हाँस्ने साथै मिल्ने मेरो आफ्नो मान्छे होस् आऊ आऊ अङ्गालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर पुरा भयो सपना मेरो आकाशबाट जुन जस्तै एउटी परी ल्याए है आकाशबाट जुन जस्तै एउटी परी ल्याए है आऊ आऊ अङ्गालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर पुरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो पुरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो आऊ आऊ अङ्गालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर अङ्गालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर पुरा भयो सपना मेरो Thank you.
मान्छे चिनाइदिनु पर्यो कि कोही मानिस छ खै राम्रोसँग सबैलाई मनमनले हामीले भन्न पर्दैन हामीले आशिक दिने हो आउने वैशाखमा चाहिँ नाति हेर्ने ठुलो इच्छा छ हैन यो चाहिँ पुरा गर्दै अरु नगर्ने अब आटोको सबै सुनेन छोटो छ पिठो छ हाम्रो बुवाको भान्जी मन आशीर्वाद दिनु जीवन पाछु आज हो तिमीले गर्दा मैले आफ्नो जीवन आफैलाई हो भार भाग्यो पहिले नयाँ जीवन पाछु आज जीवन पाछु आज हो तिमीले गर्दा मैले
पछि जिन्दगीको आकार मिल्दै आयो थाकेको यो जिन्दगीले बल्ल मुक्ति पायो धेरै पछि जिन्दगीको आकार मिल्दै आयो थाकेको यो जिन्दगीले बल्ल मुक्ति पायो नयाँ जीवन पाछु आज हो तिमीले गर्दा मैले नयाँ जीवन पाछु आज हो तिमीले गर्दा मैले आफ्नो जीवन आफैलाई भार भथ्यौ पहिले नयाँ जीवन पाछु आज